हामी चाहिँ आजै अगाडि पुग्न आँटेका छौँ र आजको भ्लग यहाँबाट सुरु भएको छ र अब हामी डाइरेक्ट यहाँबाट तपाईँहरूलाई कुब्बु खोला अब चिवा चाहिँ जाने प्लान चाहिँ छ। अब हेरौँ त्यहाँबाट मौसमले के गर्छ है। आधी बाटोसम्म हामी पुग्छौँ होला। ब्याक टु होम भएको तपाईँहरूलाई आजको फुल एन्ड फाइनल भ्लग तपाईँहरूलाई अपडेट गर्नेछौँ। नमस्कार। र अहिले भने चाहिँ हामी फाइनली उत्तरै चेकपोस्ट काटिसकेको छौँ होइन। अनि यहाँ हाम्रो अगाडि चाहिँ एसकेदा जानु हुँदैछ होइन। अहिले चाहिँ हामी यहाँ फिसरिस पुग्न आँट्यौँ। भ्यूहरू देख्न सक्नुहुन्छ एकदम मजाको है। खोलाको डाँडा काँडाको बिचमा छौँ अहिले हामी। अब यहाँबाट चाहिँ हामीलाई चेकपोस्टमा अलिकति नम्बर प्लेट लिएको छ गाडीको। अनि अहिले हामी यस्तो भ्यूहरू हेर्दै भ्यूहरू चाहिँ एकदम मजाको रहेछ है। यहाँ अगाडि हिँड्दैछ बाहिर पनि रहेछ होइन। म चाहिँ यहाँ छु होइन। अहिले चाहिँ म पिलियनमा बसेको छु। कतिखेर भुस्किन्छ यहाँ चाहिँ हाम्रो डगी ऱ्याक देख्न सक्नुहुन्छ। एटलिस्ट यहाँ छ एकदमै अफ रोड बाटो। पिर रोड भन् न, एकदमै पिर रोड छ यहाँ अहिले चाहिँ। घोडा कतिखेर भुस्किन्छ याद छैन। यहाँ देख्न सक्नुहुन्छ गाउँ डाँडाको बिचमा अलिकति चाहिँ सानो गाउँ मजाको है। एसकेदा ढिलो छ होला। अहिले भने चाहिँ हामी यहाँ फिसरिस आइपुग्न आँट्यौँ। यहाँदेखि चाहिँ स्याट्टै यहाँ उम्बो लागेर यहाँ माथि कहाँबाट एक जग्गा फाटक छ त्यहाँबाट हामी चाहिँ उम्बो लाग्नुपर्छ। र हेर्दै गरौँ अलिअलि सिनेमेटिक सर्टहरूसँग ट्रट फार्मिङ देखाइदिन्छु भन्ने तपाईँहरूलाई। यहाँ अगाडि ट्रट फार्मिङ पनि छ, त्यो पनि देखाउने छु। के भइरहेछ एकदम दामी भइरहेछ। छौँ है। पार्किङ देख्न सक्नुहुन्छ। बाटो चाहिँ एवान रहेछ नि। एक्सपल्स जसलाई अफ रोडिङको सोख छ यहाँ आउँदाखेरि हुने रहेछ। हौ हरन बजेको हरन बजाउँदैछ। कस्तो भइरहेछ आजको यो मजाको है भ्यू चाहिँ। के कस्तो भयो? एकदम दामी। तर यो एस्कुलेटर चाम्रो भएर यस्तोमा ठेला रातो यहाँ ठेला देख्न सक्नुहुन्छ। तपाईँलाई कस्तो भयो? भुँडी दुख्यो नि यो बाटोले हल्लिएर चाहिँ। भुँडी दुखायो नि अम्म खन्दाङ देख्न सक्नुहुन्छ भ्यू चाहिँ है। यहाँ पारिपट्टि देख्दा यो साइड चाहिँ झाँक्रे ढुङ्गापट्टि हो है। देख्न सक्नुहुन्छ है।